ओहो, रोटी पाकेछ नि क्या, कस्तो महँगो मजा छ। यति चाहिँ सुरु अझै 1-2 घन्टा ल्याउँछु, त्यसपछि मलाई 2-4 दिनमा पुग्छ रोटी। यति भएपछि त मलाई हप्ता दिनमै भइहाल्छ रोटी। एउटा चाख्नु पर्यो कस्तो बनेछ। होइन रोटी त अहिले एउटा बनाउँदै राख्दै गरेछु, रोटी त यति पनि छैन नि त। कहाँ गए रोटी? ए बुहारी, बुहारी! हजुर, कति कोठा बसेछ यहाँ बाहिर आइज। ल ल आए। हुन्छ बोलाएको लुकाएर जानु पर्यो फेरि अहिले। खोज तलास गर्न आयो तर फेरि। आए किन बोलाउनु भएको र? किन बोलाउने हो र? यहाँ रोटी पकाउँदै राख्दै गरेछु, रोटी कहाँ हराए? भाँडै भर्दैन, यहाँ बसेर हेर तैँले। भाड हो नि बोर्यो। अब मलाई दिनु न 1-2 चाख्नलाई। दिन्छु किन नदिने हो, दिन्छु। कति आत्ती छ आत्ती पनि। ला ला खा, कति आत्तेको उता बसेर खा जा। यता राम्रो रोटी पकाएर मलाई यस्ता डढेका खाना दिने के हो यस्तो? तिनी त मेरा छोरी नातिनी आउँछन् अहिले, छोरी नातिनीलाई तिनै खा तैँले उता गएर। आफै खानु आफ्ना रोटी खान्न मैले धन्न लुकाएर राखिरहेछु र नत्र त्यस्ता डढेका काला रोटीमा टार्ने रहेछ मलाई त मन कम लाग्छ।